अब रेफ्री भने जस्तो पऱ्यो भने त अर्जेन्टिना नि खत्रै खेल्ने रहेछ है, खत्रै खेल्ने रहेछ अर्जेन्टिना। अच्छा। तर रेफ्री भने जस्तो भएन भने चाहिँ एक एक सर्ट पनि के हिजो अर्जेन्टिना एउटा प्लेयर लस भयो, ओके हामीलाई पनि थाहा होइन लास्टमा। तर स्पेनको त गोलकिपर खेलाएको नखेलाएको मतलबै भएन कि। हिजो त अर्जेन्टिनाको प्लेयरले त्यो गोल पोस्ट देखेनन् कि, नहीं मैं गाली नहीं दे सकता। र त्यहाँ गोल हान्न पर्छ भनेर बिर्से कि। एक सर्ट प्लिज, एक उताबाट 20-21 सर्ट आइसक्यो होइन। रेफ्री बिचरा उताबाट रोक्दा र उता 12वटा सर्ट रोक्यो तर पनि एक गोल त छिरी जसरी भयो पनि होइन। यताबाट एक सर्ट पनि छैन। गट पनि त्यही भैँसी त्यतै रे, भामोस त्यतै रे होइन। गाई गोरु बुल गोठ के भन्ने जति सबै त्यतै छन् रे। एक सर्ट अन टार्गेट सर्ट अन टार्गेट 0। ए भगवान्, यस्तो रेफ्रीहरू कतिलो भयो भने चाहिँ अर्जेन्टिनाको गेम त होइन होइन। तर रेफ्री भने जस्तो भयो भने चाहिँ एक नम्बर A1 फाइनल त्यसै पुग्या हो। अलिकति कडा रेफ्री भयो भने चाहिँ होइन छ। मैले बुझिसकेँ अर्जेन्टिनालाई जित्नु छ भने रेफ्री उनीहरू भने जस्तो भयो भने चाहिँ पब्बालाई एकदमै कहाँ हो। अलिकति कडाइ भयो, अलिक धेरै चाहिँ केयर गऱ्यो भने चाहिँ देखि त हालिहाल्यो। थोरै यस्तो त सोचेको थिएन। जितोस् हारोस् मतलब भएन, म त कुनै पनि फ्यान होइन। एक सर्ट त ट्राई गरे भए हुन्थ्यो कि, एक सर्ट पनि ट्राई नगर्ने। 120 मिनटमा 120 मिनट खेलेको फेरि होइन। त्यस्तो त अहिले नगरेको भए हुन्थ्यो क्या है। बिचरा फ्यानहरूलाई के भन्ने अब। मेसीको कमब्याक हुन्छ 115 मिनटसम्म पनि कमब्याक हुन्छ, हामी जित्छौँ भन्नेहरू बिचरा अहिले कतासँग के। एमाले भन्दा खत्रै हार भयो अब कमब्याक 2030मा होला। तपाईँहरूको गोठ हो कि तपाईँहरूको बुल हो, त्यतिखेर रन होला के अरे क्यार्ने हो फेरि। अब कसलाई भन्ने अब। कतैभरि लैलै बाई बाई गाइज।